यो रोमा कार्की कि सार्की भन्ने आइमी दिल्लीमा बसेर चाहिँ एकदम हर्का साम्पाङलाई चाहिँ गाली गर्दै र हामीलाई चाहिँ हर्का साम्पाङले चाहिँ राई लिम्बू गुरुङ तामाङ भोटे नेवारहरू चाहिँ सबै किनेको रहेछ भनेर भन्दो रहेछ। ओइ शरणार्थी नि, नेपालको मूलवासीहरूलाई कसैले पनि किन्न सक्दैन, बुझिस् नि। तिमीहरू जस्तो हनुमान विदेशी दलालीहरूले किन्ने हो। यहाँ तँ जस्तै शरणार्थीहरूले चाहिँ आज चाहिँ नेपालको मूलवासीहरूलाई किनेर चाहिँ पार्टीको झोले बनाएको चाहिँ तिमीहरू जस्तै शरणार्थीहरूले हो, बुझिस् नि। पोलिटिकल पार्टीमा नेपालको आफ्नो अस्तित्व र पहिचानको लागि र आफ्ना देशको लागि यहाँ कसैले पनि किन्दैन। यहाँको मूलवासीहरू पागल छैन। जतिसम्म पहिला हामीले बुझ्यौँ न त्यति बेला हाम्रो मान्छे किनबेच भयो, तर अबको समयमा कहिले पनि हाम्रो मान्छेहरू किनबेच हुने छैन। जो देशद्रोही छ यहाँको राई लिम्बू, जो आतङ्ककारी छ, जो भ्रष्टाचारी छ, जो चाहिँ देशलाई माया गर्दैन, आफ्नो अस्तित्वलाई माया गर्दैन, त्यो मान्छेहरू किनिने हो, बुझिस् नि। जे पाए त्यही भिडियोमा आएर भिडियो बनाउँदै नबोल। दिल्लीमा बसेर तँ कहाँ छस्, कुन ठाउँमा बस्छस्, के खान्छस्, कुन ठाउँमा हग्छस् भनेर हामीलाई राम्रोसित थाहा छ, बुझिस् नि। त धेरै नबोक तराडी। तेरो नेपालको तँले नेपालको बारेमा बोल्नु आवश्यकता छैन, या भनौँ कुनै पनि छेत्री बाहुनले नेपालमा बोल्नु आवश्यकता छैन। र नेपालमा बसेर छेत्री बाहुनले आन्दोलन गर्न पनि आवश्यकता म देख्दिनँ। र नेपालमा बसेर चाहिँ छेत्री बाहुनले चाहिँ नेपाली जनतालाई सडकमा निकालेर शोषण दमन गर्ने अनि मार्ने, त्योभन्दा अरू केही पनि काम भएको छैन। र नेपालमा बसेर छेत्री बाहुनले राजनीतिको नाममा चाहिँ यो देशको मूलवासीहरूको हक अधिकार सिद्ध्याउने, यो देशको मूलवासीहरूको भाषा, लिपि, संस्कार, संस्कृति सिद्ध्याउने र यो देशको मूलवासीहरूलाई गोली ठोकेर लडाएर चाहिँ आफूमा जुझाएर मार्ने सिद्धान्त, भिजन र दर्शनभन्दा अरू केही पनि छैन। र अहिले जस्तै हाम्रो मान्छेलाई जुझाउनको लागि र हामीलाई माराउनको लागि हाम्रै मान्छे चाहिँ उठाएर चाहिँ झुन्ड बनाएर चाहिँ हिँडाउने र हाम्रै मान्छेलाई झोले बनाएर प्रचलित गरेर चाहिँ हाम्रो विरुद्धमा र हाम्रो देशको विरुद्धमा लड्न लगाउने तिमीहरू छेत्री बाहुनहरू, तिमीहरू भनेको चाहिँ तिमीहरूको यो अधिकार नेपालमा छैन। राजनीति गर्ने अधिकार तिमीहरूलाई छैन। तिमीहरूले नेपालको बारेमा बोल्ने अधिकार छैन। तिमीहरू भनेको देशद्रोही हौ। तिमीहरूको देश कहाँ छ त्यही देशमा गएर तिमीहरूको अधिकार मागो, त्यही देशमा गएर तिमीहरूको पिता पुर्खालाई भन यो देश नेपाल भनेको हाम्रो देश हो। तर आज यो देशको बहुसङ्ख्य मूलवासीहरूले चाहिँ आज नबुझेको कारणले गर्दाखेरि झुन्ड भएर चाहिँ यहाँ तिमीहरू चाहिँ झुन्ड बनेर चाहिँ हाम्रो देशमा चाहिँ एउटा मूलवासी भएर बसेर चाहिँ तिमीहरू झुन्ड बनेको छौ नि, होइन? नेपालको संविधान लेख्ने, नेपालको विधि विधान बनाउने र नेपालमा कानुन चलाउने तिमीहरू झुन्डहरू के, तिमीहरू विदेशी झुन्डहरू। विदेशी तिमीहरू चाहिँ होइन, विदेशीले चलाएको झुन्ड। तिमीहरूको बाउबाजेले चाहिँ आज चाहिँ रिमोट चलाइरहेको छ तिमीहरूको पुर्खाले। त्यो भएको कारणले गर्दाखेरि र यो देशको भेडा जनताले नबुझेको कारणले गर्दाखेरि, तिमीहरूको पछि लागेको कारणले गर्दाखेरि मात्रै हो नेपालले चाहिँ आज मुक्ति नपाएको। तिमीहरू जस्तो झुन्डहरूले नेपालमा आवाज उठाउनु आवश्यकता पनि छैन, राजनीति गर्नु आवश्यकता पनि छैन। नेपालको जुन चाहिँ जनजाति दलितहरूले बुझेको दिन तिमीहरू को हौ र तिमीहरू कहाँदेखि आएर चाहिँ झुन्ड बनेर बसेर चाहिँ हामीलाई सिद्ध्याउने खेल खेल्दैछौ भनेर चाहिँ हाम्रो जनताले बुझेको दिन तिमीहरू एक दिन समाप्त भएर जान्छस्। बाहुन र छेत्री भन्ने हल्ला नगर त्यहाँ दिल्लीको कोठीमा बसेर, बुझिस् नि। कार्की सार्की।